हेलो फ्रेन्ड्स, मेरो नाम हो लेखराज रेस्टुरेन्ट युट्युब च्यानलमा तपाईहरु सबैजनालाई स्वागत छ। साथीहरु, आज हामी तपाईहरुको माझमा यहाँनिर देख्न सक्नुहुन्छ एउटा 220 यानी कि 200 वाटको चाहिँ एउटा इन्भर्टर किट छ। म चाहिँ यसको कनेक्सन गरेर चाहिँ तपाईहरुलाई आज पुरै रूपमा जानकारी दिनेछु कि यो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ 220 यानी कि तपाईको 200 वाटको इन्भर्टर किटलाई चाहिँ कसरी कनेक्सन गर्ने भनेर चाहिँ यहाँनिर चाहिँ तपाईहरुमा आज पुरै जानकारी लिएर आइसकेको छु। यस किटबाट चाहिँ तपाईले जुनसुकै चीजहरु छन् पनि तपाईले बाल्न सक्नुहुन्छ। तपाईले 220 भोल्ट सम्मको लोड पनि यसलाई दिन सक्नुहुन्छ, तर त्यहाँ भन्दा बढी चाहिँ तपाईले यसलाई दिन सक्नुहुन्न, किनकि यसले चाहिँ तपाईको हाई पावर चाहिँ तपाईले यसले थाम्न सक्दैन। त्यसैले आज म चाहिँ तपाईहरुको माझमा 200 वाटको चाहिँ इन्भर्टर किटलाई चाहिँ कसरी कनेक्सन गर्ने त, अनि यसलाई चाहिँ कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर चाहिँ म तपाईहरुको माझमा पुरै जानकारी लिएर आइसकेको छु। साथीहरु, आजको भिडियो तपाईलाई कस्तो लाग्छ, कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नु होला। त्यसको लागि तलको कमेन्ट बक्स खाली छ, कमेन्ट बक्समा चाहिँ एउटा कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। साथीहरु, अब भने हामी चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ एउटा 200 वाटको इन्भर्टर किटलाई चाहिँ कसरी हामीले कनेक्सन गर्ने त, यसलाई कनेक्सन गर्दा के चाहिन्छ भनेर चाहिँ यहाँनिर चाहिँ म तपाईहरुको माझमा पुरै जानकारी लिएर आइसकेको छु। साथीहरु, तपाईले यस किटबाट चाहिँ तपाईले मोबाइल चार्जरदेखि लिएर तपाईले जुनसुकै कामहरु पनि गर्न सक्नुहुन्छ, तर तपाईले 20 भोल्ट भन्दा माथिको लोड चाहिँ नदिनु होला, किनकि धेरै लोड पर्यो भने यसले चाहिँ तपाईको जुनसुकै आइसीहरु तपाईको मस्फिटहरु पनि जल्न सक्छ। त्यसैले तपाईले यसमा चाहिँ पुरै जानकारी भएर पुरै जानकारीका रूपमा चाहिँ तपाईले यसको कनेक्सन गरी तपाईले राम्रोसँग यसको फाइदा लिन सक्नुहुन्छ। साथीहरु, अब भने ढिला नगरिकन हामी तपाईहरुको माझमा चाहिँ 200 वाटको इन्भर्टर किटलाई चाहिँ कसरी कनेक्सन गर्ने त, र यसलाई हामीले यस्तो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो प्रकारको जुन एल्युमिनियमको छ, त्यसमा पनि हामी तपाईहरुले फिट गरेर देखाउनेछौँ। साथीहरु, साथसाथै हामीले यसमा चाहिँ सकेसम्म यो फ्यान पनि लगाउने कोसिस गरिरहेका छौँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो फ्यान छ। यहाँनिर चाहिँ यो चाहिँ मैले तपाईको कम्प्युटरको पावर सप्लाईबाट चाहिँ निकालेको थिएँ। साथीहरु, यो भन्दा अगाडि पनि मैले तपाईलाई 220 भोल्ट इन्भर्टर किट चाहिँ 220 भोल्ट इन्भर्टर कसरी बनाउने भनेर चाहिँ एउटा भिडियो लिएर आइसकेको थिएँ, भिडियो पोस्ट गरिसकेको थिएँ। तपाईहरुले त्यो भिडियो हेर्नु भएको छैन भने म तपाईले मुनिको डिस्क्रिप्सनमा चाहिँ यसको इन्भर्टर कसरी बनाउने त भनेर चाहिँ एउटा भिडियोको लिंक राखिदिनेछु, त्यो लिंक मार्फत पनि तपाईले गर्न हेर्न सक्नुहुनेछ भन्दै साथीहरु, अब भने ढिला नगरिकन हामी यस 220 भोल्ट यानी कि 200 वाटको इन्भर्टर किटलाई चाहिँ कसरी कनेक्सन गर्ने त, कसरी चाहिँ तपाईको यसलाई कुन चीजले चाहिँ तपाईले यसलाई चाहिँ 220 भोल्ट पाउन सक्नुहुन्छ भनेर चाहिँ यहाँबाट तपाईलाई पुरै जानकारी दिनेछु। साथीहरु, अब भने हामी ढिला नगरिकन लाग्न चाहन्छौँ इन्ट्रो, अनि इन्ट्रो सँगसँगै चाहिँ यस भिडियोको मा रहेर चाहिँ हामीले 220 यानी कि 200 वाटको इन्भर्टर किटलाई चाहिँ कसरी कनेक्सन गर्ने भनेर चाहिँ पुरै जानकारी दिनेछौँ। साथीहरु, पहिला तपाईले यो इन्ट्रो हेर्नु, अनि इन्ट्रो सँगसँगै साथीहरु तपाईले यस किट कनेक्सन पनि हामीले तपाईहरुको माझमा चाहिँ यस किट कनेक्सन पनि भिडियो बनाएका छौँ। यो भिडियो चाहिँ तपाईले हेर्न नभुल्नु होला। साथीहरु, अब भने हामी भिडियोतर्फ नै लाग्छौँ। त्यसभन्दा पहिला चाहिँ साथीहरु कृपया हाम्रो यस भिडियोलाई लाइक कमेन्ट गर्न भने नभुल्नु होला। साथसाथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल नोटिफिकेसनलाई पनि अल गर्न नभुल्नु होला। साथीहरु, अब भने साथीहरु हाम्रो इन्ट्रो हेर्नु, अनि इन्ट्रो सँगसँगै 200 वाट इन्भर्टर किट कसरी कनेक्सन गर्ने भनेर हेर्नेछौँ। साथीहरु, लेखराज एक्सपेरिमेन्ट। साथीहरु, त्यसको लागि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ 200 वाटको तपाईको इन्भर्टर किट हो। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरु, त्यसको लागि तपाईले चाहिँ एउटा यस ट्रान्सफर्मरको जरुरत पर्नेछ। ट्रान्सफर्मर पछि तपाईको चाहिँ यो एउटा किट भइहाल्यो साथीहरु, अनि त्यसैगरी चाहिँ तपाईको एउटा ब्याट्री चाहिँ तपाईको लागि एकदमै अनिवार्य हुन्छ। साथीहरु, तपाईले चाहिँ यो सबै चाहिँ तपाईको पछाडी फ्रेममा लगाउनको लागि चाहिँ फ्रेम बनाउनको लागि चाहिँ प्रयोग गरिनेछ। साथीहरु, यहाँनिर चाहिँ तपाईले सबैभन्दा पहिला चाहिँ तपाईले एउटा 12-0-12 को
यहाँनिर देख्न सक्नुहुन्छ 12-0-12 को चाहिँ एउटा ट्रान्सफर्मर ल्याउनु होला। यसको चाहिँ 3वटा वायर छ, बीचबाट चाहिँ जुन 2वटा वायरहरू निस्केको हुनेछ तपाईँहरूको लागि। अनि त्यसै गरी तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ एउटा एल्युमिनियम, यो चाहिँ तपाईँको तामाको वायरहरू हो साथीहरू, तामाको वायर छ यो चाहिँ सबैको सबै चाहिँ। यहाँनिर चाहिँ तपाईँको अब जुन 12-0-12 को ट्रान्सफर्मरको यो पहिलोलाई चाहिँ तपाईँले पहिलो मोसफिटको यहाँ चाहिँ जुन तपाईँको यो को उपरि चाहिँ तपाईँको कनेक्सन हुनेछ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो जुन यहाँनिर चाहिँ हेर्नु होला यो वायर चाहिँ तपाईँको यसमा जानेछ। अनि त्यसै गरी बिचको वायर चाहिँ तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँको जुन यो वायर यहाँनिर चाहिँ 12 भोल्ट लेखेको छ। यहाँनिर तपाईँलाई म नजिक ल्याएर देखाइदिने छु। यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ यहाँनिर चाहिँ 12 भोल्ट भनेर लेखेको छ साथीहरू। यहाँनिर चाहिँ तपाईँले यो ठ्याक्क तपाईँको चाहिँ यो डाइभोल्टको पछाडिपट्टि चाहिँ जुन तपाईँको पावर जान्छ यहाँबाट अगाडिपट्टि तपाईँले चाहिँ यहाँनिर दिनु होला। बिचको वायरको कनेक्सन चाहिँ तपाईँले यहाँनिर दिनुपर्ने हुन्छ। र त्यसै गरी यो साइडको वायरले चाहिँ तपाईँले यताको मोसफिटको माथि चाहिँ यसरी नट बोल्टले टाइट गरिदिनु होला साथीहरू। अब भने तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको 12 भोल्ट डिसीको लागि चाहिँ यहाँनिर भयो तपाईँले 12 भोल्ट तपाईँले डिसी सप्लाई दिनुपर्ने हुन्छ। अनि त्यसै गरी तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ एउटा ब्ल्याक छ तपाईँको। यहाँनिर चाहिँ साथीहरू तपाईँको जुन यो सानो पाल छ बिचमा चाहिँ यसको साइडमा चाहिँ तपाईँको यो माइनसको वायर लगाउने ठाउँ दिएको हुन्छ। यहाँनिर चाहिँ तपाईँले यो वायरलाई चाहिँ कनेक्सन गर्नुपर्ने हुन्छ र तपाईँले चाहिँ यसलाई कनेक्सन गरिसके पछाडि साथीहरू यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ अब यिन दुईटा चाहिँ तपाईँको ब्याट्रीमा जानेछ साथीहरू, सिधै तपाईँको यहाँनिर चाहिँ ब्याट्रीमा जानेछ। र तपाईँको एसी निकाल्नको लागि चाहिँ यहाँनिर यिन दुईटा वायर चाहिँ तपाईँको ब्याट्रीको लागि हुनेछ। तपाईँको एसी निकाल्नको लागि चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ जुन 12-0-12 को तपाईँको ट्रान्सफर्मर छ। यो 12-0-12 को ट्रान्सफर्मर छ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। यसको जुन मुनिबाट चाहिँ तपाईँको एसी इनपुट दिने तपाईँको यहाँबाट चाहिँ जुन एसी इनपुट दिने ठाउँ हुन्छ यिनी दुईटा तपाईँको मुनि चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ वायर निस्किएको ठाउँ यो रेड वायर भयो, यो ब्ल्याक वायर भयो। तपाईँको योबाट चाहिँ तपाईँको एसी पावर आउनेछ साथीहरू। म तपाईँलाई एकचोटि यहाँनिर चाहिँ चेक गराइदिनेछु कि तपाईँको एसी पावर चाहिँ यहाँनिर कति आइरहेको छ भनेर। एकचोटि मैले चाहिँ यसको कनेक्सन पहिले गरिसकेको थिएँ साथीहरू, त्यसैले म तपाईँहरूको माझमा पनि भिडियो लिएर आउनेछु भनेर चाहिँ तपाईँलाई आज एउटा छोटो मिठो भिडियो बनाउन लागेको छु साथीहरू। यहाँनिर चाहिँ देख्नु होला म चाहिँ यसलाई पहिला यहाँनिर देख्न सक्नुहुन्छ एसी तपाईँ देख्न सक्नुहुनेछ तपाईँको चाहिँ यहाँनिर चाहिँ 600 भोल्ट एसीमा चाहिँ सेट गर्नुपर्ने हुन्छ। म तपाईँलाई यसको लाइट पनि देखाइदिने छु अनि यसलाई यहाँनिर राख्नु है। अब त्यसै गरी यहाँनिर चाहिँ म तपाईँलाई यसमा चाहिँ ब्याट्रीको कनेक्सन दिनुपर्ने हुन्छ साथीहरू। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँको यो ब्याट्रीको रेड वायर छ। यो ब्याट्रीको रेड वायर चाहिँ तपाईँको पोजिटिभ भयो अनि तपाईँको त्यसै गरी ब्याट्रीको यो वायर चाहिँ तपाईँको नेगेटिभ भयो। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू यसले चाहिँ तपाईँको 74 यहाँनिर चाहिँ तपाईँको घटेको छ किनकि यो ब्याट्री चाहिँ मेरो बिग्रिसकेको छ, त्यसैले चाहिँ तपाईँको राम्रोसँग यसले चाहिँ दिन सकेको छैन पावर। यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ साथीहरू यसको भोल्ट चाहिँ म चाहिँ तपाईँको डाइरेक्ट ब्याट्रीको पावर लगाइदिएँ भने चाहिँ तपाईँको यहाँनिर देख्न सक्नुहुन्छ तपाईँको भोल्टेज चाहिँ यसले बढाएर ल्याउनेछ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू यसले चाहिँ 87 भोल्ट एसी आउटपुट चाहिँ फालेको छ। यसलाई किनभने यसको चाहिँ पावर यसलाई हामीले राम्रोसँग दिन सक्यौँ भने चाहिँ साथीहरू यसको ब्याट्रीबाट चाहिँ हामी दिनुपर्ने पावर जति हो त्यो पुरै दिन सक्यौँ भने चाहिँ यसले तपाईँको 200 वाट चाहिँ यहाँबाट चाहिँ तपाईँको आउटपुट गर्नेछ। यहाँनिर चाहिँ यसले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू हामीले चाहिँ यसलाई पुरै 12 भोल्ट दिन सक्यौँ भने चाहिँ यसले यहाँबाट चाहिँ तपाईँको 220 भोल्ट एसी चाहिँ तपाईँले 200 भोल्ट चाहिँ तपाईँले एसी यहाँबाट पाउन सक्नुहुनेछ यस किटको चाहिँ। म चाहिँ तपाईँलाई
यसको चाहिँ फुल ब्याट्रीमा हाम्रो पुरै चार्ज नभएको कारणले गर्दा चाहिँ तपाईँको यो एडप्टरको जुन पावर हो यो पनि एकदम कम भोल्टेजको भएको कारणले गर्दा चाहिँ तपाईँहरूको माझमा चाहिँ यसको एसी 88 भोल्ट नै छ। तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ एउटा प्रेसेट की छ। यो प्रेसेट कीलाई घुमाएर पनि तपाईँले यहाँबाट चाहिँ यसलाई परेङमा लिन सक्नुहुनेछ साथीहरू। कति भोल्ट चाहिँ तपाईँलाई चाहिएको त्यो आवश्यक अनुसार चाहिँ यसले चाहिँ भोल्ट यहाँबाट तपाईँलाई दिने गर्दछ। अब अनि साथी म चाहिँ यसको कनेक्सन हटाइदिन्छु फटाफट। म चाहिँ यसको वायरलाई चाहिँ यहाँबाट हटाइदिइसकेको छु। यसलाई यता राख्न चाहे साथीहरू। अनि अब भने हामी यसको फटाफट अरू कनेक्सन गर्नुपर्ने हुन्छ साथीहरू। यहाँनिर चाहिँ तपाईँको भइसकेको छ। तपाईँले अब हामीले चाहिँ यसबाट यसको फ्यान लगाउनु पर्ने हुन्छ 12 भोल्टको लागि। यो चाहिँ हामीले डाइरेक्ट यसलाई चाहिँ ब्याट्रीबाट दिनेछौँ। 12 भोल्ट ब्याट्रीबाट चल्नको लागि बनाइएको हो यो चाहिँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँको पुरै क्लियर रूपमा लेखेको छ। यहाँनिर चाहिँ 12 भोल्ट 18 एम्पियर भनेर लेखेको छ। तपाईँको 18 भन्दा थोरैले पनि चल्छ तर अलि स्लो चल्छ 12 भोल्ट 18 एम्पियरको यहाँनिर चाहिँ। अब भने साथीहरू मैले चाहिँ यसको बडीको लागि चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ एउटा चाहिँ अगाडिको फ्रेमको लागि चाहिँ यो फिट गरेको छु। यहाँबाट चाहिँ तपाईँले एसी पावर लिन सक्नुहुनेछ यसबाट चाहिँ। अब भने साथीहरू हामीले चाहिँ फटाफट यहाँनिर देख्न सक्नुहुनेछ यिनको मद्दतले चाहिँ हामीले फटाफट यसको वरिपरिको चाहिँ फ्रेम बनाउनु छ साथीहरू। यो राख्ने बक्स टाइपको बनाउने छौँ। त्यसपछि हामी तपाईँहरूको माझमा भिडियो लिएर फेरि आउँछौँ साथीहरू। कृपया त्यति बेलासम्मको लागि तपाईँले हाम्रो यस च्यानललाई सब्सक्राइब गरी साइडमा रहेको बेल आइकन भने दबाउन नभुल्नु होला र एउटा लाइक पनि गर्न नभुल्नु होला। किनकि तपाईँले लाइक गर्नुभयो भने हामीले यस्तै यस्तै भिडियोहरू बनाउन चाहिँ धेरै हौसला मिल्ने गर्छ साथीहरू। अब भने फटाफट साथीहरू म चाहिँ यहाँनिर यसको वरिपरिको फ्रेम बनाउँछु अनि त्यसपछि तपाईँहरूको माझमा फेरि आउँछु साथीहरू। साथीहरू यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो माझमा चाहिँ यस्तो प्रकारको इन्भर्टर चाहिँ रेडी भइसकेको छ। मैले चाहिँ तपाईँहरू माझमा अलिअलि बनाउने प्रयास चाहिँ गरेको छु। यहाँनिर देख्न सक्नुहुन्छ मैले यतातिर यहाँनिर चाहिँ पङ्खा पनि लगाइदिइसकेको छु। यहाँनिर चाहिँ यो पङ्खा फिट पनि गरिसकेको छु साथीहरू। यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ। अब साथीहरू यहाँ भित्रको कनेक्सन चाहिँ तपाईँहरूले बताउनु पर्दा चाहिँ साथीहरू तपाईँको यो इन्भर्टरबाट चाहिँ यो किटमा जुन जोड्नु पर्ने हो यो मैले तपाईँले सबै बताइदिइसकेको छु। अब रह्यो पङ्खाको रहेको छ यो पङ्खाको वायर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। यहाँबाट यो चाहिँ जुन माइनस पोइन्ट हो लेफ्टको चाहिँ माइनस अनि राइटको चाहिँ प्लस हो। यहाँनिर चाहिँ तपाईँहरूको माझमा यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ यो चाहिँ तपाईँको प्लसको वायर हो। तपाईँको यहाँबाट चाहिँ फ्यानको लागि मैले चाहिँ यहाँनिर छुट्टै स्विच लगाएको छु। यानि कि चाहिएको बेला मात्र फ्यान अन गर्ने जब डिभाइस तात्यो भने थाहा हुन्छ त्यो बेला चाहिँ तपाईँको फ्यान अन गर्नुपर्ने हुन्छ। तपाईँको माइनसको तार यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। तपाईँको यहाँनिर चाहिँ माइनसको तार छ। यो माइनसको तार चाहिँ तपाईँको यहाँनिर डाइरेक्ट तपाईँको यहाँनिर चाहिँ ब्याट्रीमा कनेक्ट हुन्छ र तपाईँको यो प्लसको तार चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। तपाईँको यहाँबाट पावर हुँदै तपाईँको यो स्विचबाट यो स्विचमा यहाँ आएको छ अनि यहाँबाट चाहिँ तपाईँको अन गर्दा चाहिँ बल्ल फ्यान चल्न सुरु गर्छ तपाईँको चाहिँ। अनि तपाईँको यहाँनिर चाहिँ तपाईँको अब यो स्विच अन गर्नको लागि चाहिँ तपाईँको यहाँनिर एउटा छुट्टै प्रकार बटन दिएको छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यता चाहिँ तपाईँको यहाँनिर चाहिँ तपाईँको अन अफ बटन दिएको छ। मैले यहाँनिर चाहिँ तपाईँको प्लास्टिकको बडी लगाइदिएको छु किनकि यो एल्युमिनियमको भएको कारणले गर्दा चाहिँ तपाईँको ब्याट्री चाहिँ एक आपसमा जुधेर आगो लाग्न सक्छ। त्यस कारणले चाहिँ मैले यहाँनिर चाहिँ सेफ्टीको लागि यता पनि लगाएको छु र भित्रपट्टिनिर पनि रातो स्टिकर लगाएको छु। यहाँनिर देख्न सक्नुहुनेछ। तपाईँको चाहिँ जब यिनी तपाईँको यो अन गर्दा तपाईँको इन्भर्टर अन हुन्छ भने तपाईँको यो अन गर्दा चाहिँ तपाईँको यहाँबाट फ्यान चल्न सुरु गर्छ साथीहरू यहाँनिर चाहिँ। अनि तपाईँको यहाँनिर चाहिँ फ्यान छ। म तपाईँलाई एकचोटि यसको टेस्टिङ गराएर देखाउने छु साथीहरू। त्यसको लागि चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ मसँग चाहिँ यस्तो प्रकारको चिम्टीहरू छ। यताको चाहिँ तपाईँको माइनस हो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको प्लस रहेको छ यहाँनिर चाहिँ। अब यहाँनिर ब्याट्रीको पालो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। यो ब्याट्री भयो तपाईँको लागि। यसमा ब्याट्री पनि छ। यहाँ मैले तपाईँलाई डाइरेक्ट पनि चलाएर देखाउने छु। यहाँनिर चाहिँ म तपाईँले सबभन्दा पहिला चाहिँ डाइरेक्ट चलाएर देखाउने छु। यो चाहिँ तपाईँको 12 भोल्टको एडप्टर हो। यहाँनिर चाहिँ पावर दिने
ठाउँ रहेको छ। यहाँनिर चाहिँ तपाईँले प्लसको चाहिँ यो भित्र राख्नेछ, तपाईँको माइनस चाहिँ बाहिर हुन्छ जहिले पनि। तपाईँको यति गर्नु साथ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, तपाईँले यो अन गर्नुभयो भने चाहिँ इन्भर्टर अन हुन्छ। यो अन गर्छु, यो अन गर्दा साथ तपाईँको यहाँनिर चाहिँ फ्यान छ, यो फ्यान चाहिँ चल्न सुरु गर्छ। यहाँनिर देख्नु होला, यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू हाम्रो फ्यान चाहिँ अन भइसकेको छ। यहाँनिर चाहिँ तपाईँको देख्न सक्नुहुन्छ एकदम राम्रो तरिकाले चलिरहेको छ। जब तपाईँको यो डिभाइस तात्छ त्यो बेलामा चाहिँ यो फ्यान अन गरिदिनु भयो भने चाहिँ यसले भित्र सेलाउनको लागि मद्दत गर्छ। तपाईँको यहाँनिर चाहिँ हावा देख्न सक्नुहुन्छ कसरी हावा फालिरहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ यसले चाहिँ यता हावा फालेको छ, यताको चिसो हावा चाहिँ यता फाल्छ र यताको तातो हावा चाहिँ तपाईँको यता दिने गर्दछ। यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ। अनि त्यसै गरी साथीहरू तपाईँको पङ्खा त भयो, मैले चाहिँ तपाईँको पङ्खा चाहिँ टेस्ट गरिसकेको छु। अब भने तपाईँको चाहिँ म अगाडि इन्भर्टर छ, इन्भर्टर चाहिँ टेस्ट गराउन गइरहेको छु। यहाँनिर चाहिँ तपाईँको इन्भर्टर टेस्ट गराउनको लागि चाहिँ मलाई अलि अप्ठ्यारो भएको छ। तपाईँको चाहिँ यता यहाँनिर लाइट बल्ब छ, एउटा मात्र लाइट बल्ब छ साथीहरू। तपाईँले चाहिँ यहाँनिर अगाडि ध्यान दिएर हेरिदिनु होला। तपाईँको यहाँनिर चाहिँ अब मैले प्लसको वायर लगाउनु गइरहेको छु साथीहरू, अनि मैले चाहिँ यहाँनिर माइनसको वायर। तपाईँको चाहिँ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ इन्भर्टर टेस्टिङको लागि चाहिँ साथीहरू यहाँनिर ध्यान दिएर हेरिदिनु होला। मैले चाहिँ यहाँनिर दुईवटा स्विच लगाइसकेको छु। यहाँनिर चाहिँ मैले पावर यताबाट दिएको छु। अब भने म यहाँबाट एडप्टर पावर दिन्छु। मैले एडप्टरमा पावर दिन साथ यहाँनिर चाहिँ तपाईँको यो लाइट बल्न जान्छ साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ यो बिग्रेको छ यताको, यिनी स्विचले पनि काम गर्दैन, तर यहाँको मैले चाहिँ यसमा डाइरेक्ट कनेक्सन दिएको छु। यहाँनिर चाहिँ ध्यान दिएर हेरिदिनु होला। म चाहिँ अब यसको स्विच अन गरिदिन्छु पछिपट्टिबाट। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू हाम्रो इन्भर्टर चाहिँ यहाँनिर अन भइसकेको छ, लाइट बलिसकेको छ। म तपाईँलाई चाहिँ एउटा एलइडी टेस्ट गराएर पनि देखाउने छु। यहाँबाट चाहिँ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू तपाईँहरूको माझमा चाहिँ यस्तो प्रकारको लाइट तपाईँको यो चाहिँ जुन 100 वाटको लाइट हो। यहाँनिर चाहिँ यति राम्रोसँग ग्लो गरिसकेको छ, यहाँनिर चाहिँ यति राम्रोसँग बलेको छ। यहाँनिर देख्न सक्नुहुनेछ। सायद तपाईँको क्यामेराले पनि क्याच गर्न पाएको छैन। यहाँनिर चाहिँ यसको लाइट चाहिँ यहाँनिर चाहिँ हेर्नु होला। यहाँनिर चाहिँ तपाईँको यो चाहिँ भइसकेको छ साथीहरू तपाईँको माझमा। म चाहिँ तपाईँहरूले यहाँनिर एकचोटि मल्टिमिटरमा पनि तपाईँको यसको भोल्ट चेक गराएर देखाउने छु। यहाँनिर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ मैले चाहिँ यसलाई एसीमा सेट गरिदिएको छु। अब यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू यसमा चाहिँ फुल भोल्ट नआएको कारणले चाहिँ तपाईँको 64 भोल्ट यहाँनिर चाहिँ आउटपुट देखाइसकेको छ। म चाहिँ यसमा अझै ब्याट्रीहरूको पनि जोडेर देखाउने छु। यहाँनिर चाहिँ यसमा चाहिँ मैले ब्याट्रीको जोड्यो भने चाहिँ साथीहरू यो अझ टाठो बल्छ। यहाँनिर चाहिँ मैले चाहिँ यसमा ब्याट्री जोडिदिन गइरहेको छु। पहिलो यहाँनिर चाहिँ हेर्नु होला ध्यान दिएर। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू तपाईँको 64 भोल्टसम्म चाहिँ यहाँनिर यसले ब्याट्रीबाट पनि ब्याकअप चाहिँ तानेको छ। तर ब्याट्रीमा भने तपाईँको खासै पावर छैन। ब्याट्रीमा पावर नभएको कारणले गर्दा चाहिँ तपाईँको इन्भर्टरले चाहिँ तपाईँको धेरै लोड चाहिँ लिन सकेको छैन। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँको 67 भोल्ट चाहिँ यसले यहाँबाट एसी आउटपुट दिइरहेको छ। यहाँनिर चाहिँ अब भने साथीहरू तपाईँलाई म एकैचोटि यसको पङ्खा र तपाईँको एसी भोल्टेज नै चेक गराएर देखाउने छु। यहाँनिर चाहिँ म तपाईँको पङ्खालाई चाहिँ यहाँनिर एसी भोल्टेज चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ आइसकेको छ। यहाँनिर चाहिँ देखाएको छ 68 भोल्ट भनेर। अब म चाहिँ यसको पङ्खा अन गरिदिन्छु साथीहरू। यहाँ चाहिँ तार हल्लिएको छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो पङ्खा पनि चलिसकेको छ। यहाँनिर चाहिँ तपाईँको ब्याट्रीमा चाहिँ जसरी तपाईँको ब्याट्रीमा चाहिँ लोड पर्न जान्छ त्यसै गरी यहाँनिर चाहिँ तपाईँको एम्पियर पनि कम हुँदै गइरहेको छ। यहाँनिर चाहिँ देख्न सक्नुहुनेछ तपाईँको माझमा चाहिँ 60-61 चाहिँ यसले यहाँनिर चाहिँ तपाईँको आउटपुट एसी दिइरहेको छ। तपाईँले जसै गरी यहाँनिर चाहिँ तपाईँको यसमा 24 भोल्टको ब्याट्री दिनुहुन्छ त्यसै गरी तपाईँको यहाँनिर चाहिँ यो तपाईँको ब्याट्री जुन तपाईँको इन्भर्टरको तपाईँको एसी भोल्टेज हो त्यो चाहिँ तपाईँको 200 सम्म चाहिँ तपाईँको यसले तपाईँलाई पावर दिनेछ यहाँनिर चाहिँ। तर यसको चाहिँ यसले खासै पावर नभएको कारणले गर्दा चाहिँ तपाईँको माझमा 62 भोल्ट एसी आउटपुट फालेको छ। म तपाईँलाई फेरि एकचोटि बल्ब चेक गराएर देखाउँछु अनि त्यसपछि हामी चाहिँ यसको ढक्कन लगाएर राख्छौँ साथीहरू। यहाँनिर चाहिँ
यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, जसरी मैले बल्ब जोडेको छु यहाँनिर चाहिँ हाम्रो बल्ब चाहिँ यहाँनिर बोलिसकेको छ। तपाईँको क्यामेराले चाहिँ राम्रोसँग क्याच गरिरहेको छैन। साथीहरू, आजलाई हाम्रो यस भिडियो यति नै। म तपाईँलाई चाहिँ यसको कभर गरेर देखाउँछु, कभर गरिसक्छु अनि त्यस पछाडि फेरि एकचोटि तपाईँहरूको माझमा चाहिँ आउनेछु। त्यतिन्जेलसम्म हाम्रो यस च्यानललाई सब्सक्राइब गरी साइडमा रहेको बेल नोटिफिकेसनले अन गर्न नभुल्नु होला भन्दै साथीहरू, म चाहिँ यसको कभरलाई अन गर्न गइरहेको छु। यहाँनिर कभर लगाउन गइरहेको छु। यहाँनिर चाहिँ यो कभर चाहिँ यहाँनिर यसरी लगाउँछ साथीहरू। हामीले चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ। हामीले चाहिँ अहिले यसलाई सुपर ग्लुको मद्दतले चाहिँ चप्काउनेछौँ। केही समयपछि चाहिँ हामीले यसलाई स्क्रु ड्राइभरको मद्दतले चाहिँ यहाँनिर चाहिँ हामीले यसलाई प्याक गर्नेछौँ। त्यस पछाडि म यसको वरिपरिको लुक्स कस्तो छ म तपाईँले राम्रोसित देखाउँछु। फाइनल्ली साथीहरू, हाम्रो मिनी इन्भर्टर चाहिँ यहाँनिर रेडी भइसकेको छ। 200 वाटको इन्भर्टर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। तपाईँहरूको माझमा चाहिँ रेडी भइसकेको छ। धेरै समयपछि चाहिँ तपाईँको यो एउटा छोटो राम्रो चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ एउटा इन्भर्टर छ। यो चाहिँ तपाईँको इन्भर्टर अन अफ गर्नको लागि चाहिँ स्विच दिएको छ यहाँनिर चाहिँ। अनि तपाईँको चाहिँ यहाँनिर यो चाहिँ पङ्खाको लागि छ। यो पङ्खाको लागि चाहिँ किन लगाएको भन्दाखेरि, यो पङ्खा चाहिँ किन हालेको भन्नुपर्दा चाहिँ जब तपाईँको यो डिभाइस चाहिँ तात्छ, जब गर्मीले गर्दा चाहिँ तपाईँको भित्र होइन तपाईँको बडी ओभरलोडको कारणले गर्दा यो तात्छ, त्यो बेला चाहिँ तपाईँले यो फ्यान अन गर्नुभयो भने भित्रको जुन डिभाइस चाहिँ तपाईँको एकदम सेलाउने गर्दछ अनि मस्किटोको कारण तपाईँको ड्यामेज हुने गर्दछ तातिएर। अनि त्यसैलाई चाहिँ चिस्याउनको लागि यहाँनिर चाहिँ एउटा पङ्खाको लागि पनि मैले अप्सन यहाँनिर चाहिँ छुटिराखेको छु। अनि तपाईँको यो चाहिँ यो तपाईँको राइट साइडको चाहिँ भयो, यो चाहिँ तपाईँको प्लसको लागि भयो अनि यो चाहिँ माइनसको लागि छ यहाँनिर देख्न सक्नुहुन्छ। अनि यता चाहिँ फ्यान छँदैछ अनि अगाडिकोतिर यहाँ चाहिँ देख्न सक्नुहुनेछ कि के छ भनेर। यो त भयो साथीहरू तपाईँको माझमा चाहिँ एउटा छोटो मिनी इन्भर्टर। यहाँनिर चाहिँ तपाईँको यो 4वटा चाहिँ तपाईँको भित्रको ट्रान्सफर्मर अड्याउनको लागि चाहिँ यहाँनिर 4वटा सानो स्क्रू ड्राइभरहरूको प्रयोग गरिएको छ यहाँनिर चाहिँ। अनि अरू चाहिँ तपाईँले म चाहिँ बाँकी टेस्टिङ गरेर देखाउनेछु साथीहरू एकचोटि। यहाँनिर चाहिँ म तपाईँहरूको माझमा छोटो टेस्ट गर्न गइरहेको छु। अनि त्यो टेस्टिङमा चाहिँ म तपाईँले यसबाट के चलाउन सकिन्छ भनेर पनि पुरै जानकारी दिन्छु साथीहरू। म चाहिँ यसको अब छोटो तपाईँहरूको माझमा चाहिँ टेस्ट गरेर देखाउनेछु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, अब यसलाई टेस्टिङ गर्नुपर्दा चाहिँ यहाँनिर अब हामीले चाहिँ यसलाई सर्वप्रथम यसको 12 भोल्टको डिसी सप्लाई दिनुपर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ एसी होइन डिसी करेन्ट हो। यहाँनिर चाहिँ म तपाईँले टेस्ट गरेर देखाउनेछु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ कसरी बोलेको छ। यसमा चाहिँ करेन्ट चाहिँ छ, तर यसलाई चाहिने जति पुरै फुल पावरको चाहिँ यसमा भोल्टेज छैन। म तपाईँहरूलाई एकचोटि यसमा टेस्ट गराएर देखाउँछु। म चाहिँ यसलाई प्लस अनि माइनसलाई चाहिँ माइनसमा लगाइदिएको छु साथीहरू। यहाँनिर चाहिँ अब यहाँनिर चाहिँ हेर्नु होला अगाडि चाहिँ यो चाहिँ तपाईँको ब्याट्री हो। यो चाहिँ 12 भोल्ट 7 mAh को ब्याट्री हो यहाँनिर चाहिँ। अब म यसलाई चाहिँ अन गर्न गइरहेको छु इन्भर्टरलाई चाहिँ साथीहरू। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ इन्भर्टर अन गर्न साथ यहाँनिर चाहिँ रेड लाइट ग्लो गरेको छ। यहाँनिर चाहिँ अब भने यो इन्भर्टर सुचारु भयो भनेर चाहिँ यसले जानकारी दिएको छ। म यसलाई अफ गर्छु। अनि मसँग चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ एउटा यो एसी बल्ब हो। यहाँनिर चाहिँ तपाईँको 7 वाटको एउटा एलइडी बल्ब छ। यहाँनिर चाहिँ म तपाईँलाई यसमा लगाएर देखाउनेछु। यसले 285 भोल्ट 85 देखि 285 भोल्ट एसीसम्मको पावर लिने गर्छ। म चाहिँ यसमा लगाउनेछु यसलाई। यहाँनिर देख्न सक्नुहुन्छ म यसलाई अन गर्न साथ यो पनि अन हुने गर्दछ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू हाम्रो यो एउटा छोटो एलइडी बल्ब चाहिँ तपाईँको कति राम्रोसँग बालेको छ। यसले चाहिँ यहाँनिर एउटा एलइडी बल्ब चाहिँ कति राम्रोसँग बोलिरहेको छ। यो जुन यति 7 वाटको एलइडी बल्ब हो। तपाईँले यसमा 200 वाटसम्मको जतिसुकै लोड पनि दिन सक्नुहुन्छ। या तपाईँले यसमा भनौँ 2-3 वटा यस्तै एलइडी बल्ब बाल्नुभयो भने यसले तपाईँले 5 देखि 7 घन्टाको ब्याकअप चाहिँ राम्रोसँग दिने गर्दछ। म चाहिँ यसलाई अफ गर्छु। अनि म तपाईँको यहाँनिर चाहिँ एउटा एडप्टर लगाएको छ। तपाईँले एसी भन्न सक्नुहुन्छ। म यसलाई पनि थुतेर चेक गरिदिन्छु। यहाँनिर चाहिँ अब मसँग भनेको यहाँनिर देख्न सक्नुहुन्छ
यो तपाईँको डिसीको पावर भइसकेको छ। अनि यहाँनिर चाहिँ यो बाँकी चाहिँ तपाईँको एसीको लागि भयो। यहाँनिर चाहिँ यताबाट तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। म यसलाई फेरि एकचोटि अन गरिदिन्छु तपाईँहरूकै अगाडि। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो बल्ब चाहिँ तपाईँले यो ब्याट्रीबाट चाहिँ कति राम्रोसँग बालिरहेको छ। तपाईँको यसमा यो ब्याट्रीमा त्यति धेरै पावर नहुँदै पनि यसमा चाहिँ यति राम्रोसँग यो बल्बलाई बाल्न सकिरहेको छ। यता चाहिँ तार लुज भएको कारणले चाहिँ यो चाहिँ निम्निएर बल्ने गरिरहेको छ यतातिर चाहिँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ ब्याट्रीमा पावर कम हुँदा पनि यति राम्रो ब्याकअप दिइराखेको छ भने तपाईँको यस्तै तपाईँले यसमा 24 भोल्टको ब्याट्री दिनुभयो भने यसले कति राम्रोसँग चाहिँ तपाईँको लाइटलाई तपाईँको कति घन्टासम्मको चाहिँ ब्याकअप दिन सक्छ त भन्दा तपाईँको लगभग तपाईँको 8-9 घन्टाको ब्याकअप चाहिँ तपाईँको 24 भोल्टको ब्याट्रीले गर्दा चाहिँ तपाईँको राम्रोसँग ब्याकअप दिन सक्छ यसले चाहिँ। अब यहाँनिर भन्दा चाहिँ तपाईँले चाहिँ यो कसरी काम गर्छ यसले भन्नु होला। म चाहिँ यहाँनिर यसको जब तपाईँको डिभाइस तात्छ तपाईँले चाहिँ यहाँनिर फ्यानको अन गरिदिनु भयो भने चाहिँ अटोमेटिक घुम्न सुरु गर्छ। यहाँनिर चाहिँ हेर्नु होला। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यसले कति राम्रोसँग चाहिँ काम गरिरहेको छ। यसले चाहिँ यति राम्रो हावा दिइरहेको छ। यहाँनिर चाहिँ तपाईँहरूको माझमा चाहिँ टेस्ट गर्नको लागि एउटा छोटो रुमाल छ। यो चाहिँ रुमाल अलि भारी एकदम गुरुङ भएको कारणले गर्दा चाहिँ यो टेस्ट गर्न चाहिँ मिल्दैन यहाँनिर चाहिँ। अनि साथसाथै म चाहिँ तपाईँले यता एउटा एलइडी बल्ब लगाएर पनि चेक गर्नेछु कि यो बल्छ कि बल्दैन भनेर। यहाँनिर देख्न सक्नुहुन्छ एकातिर तपाईँको यहाँनिर फ्यान पनि घुमिरहेको छ, एकातिर यसले चाहिँ तपाईँले लोड पनि दिइरहेको छ, एसी लोड। म तपाईँलाई एकचोटि मल्टिमिटरमा पनि चेक गराएर देखाउने छु साथीहरू। मल्टिमिटरमा चाहिँ ब्याट्री एकदम कम पावर भएको कारणले गर्दा चाहिँ यसले लो भोल्टेज यहाँनिर फालेको छ। यसले धेरै भोल्टेज चाहिँ दिन सकिरहेको छैन। म चाहिँ पहिला यसको फ्यान अफ गरिदिन्छु अनि त्यस पछाडि इन्भर्टर चाहिँ तपाईँको अनै छ। यहाँनिर चाहिँ तपाईँले चाहिँ एसी तपाईँले 200 भोल्टमा पनि राख्न सक्नुहुन्छ एसीलाई चाहिँ। अनि तपाईँको यहाँनिर चाहिँ हेर्नु होला, तपाईँको यो डिस्प्लेमा सो गर्छ कि यसले कति भोल्टेज एसी फालिरहेको छ भनेर। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, यसमा चाहिँ ब्याट्रीको पावर एकदम कम भएको कारणले गर्दा चाहिँ यसले तपाईँको यहाँनिर चाहिँ तार होलिरहेको छ, त्यसैले गर्दा गडबड भइरहेको त्यहाँनिर चाहिँ। यहाँनिर चाहिँ तपाईँको लगभग यसले अहिले चाहिँ 65 तपाईँको 60-61 भोल्ट चाहिँ एसी यसले यहाँनिर चाहिँ दिइरहेको छ। तपाईँलाई फेरि म चेक गराइदिन्छु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, यसले चाहिँ तपाईँहरूको माझमा चाहिँ 83-84 एसी भोल्ट चाहिँ यहाँनिर दिइरहेको छ। हाम्रो पछाडिको थोरै बटनमा चाहिँ तपाईँको यो अन अफ गर्ने स्विचमा चाहिँ प्रब्लम भएको कारणले गर्दा चाहिँ एसी आउटपुट यसले अलिक कम फालिरहेको हुन्छ बेला बेलामा। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, तपाईँलाई म फेरि पनि यसको पुरै चेक गरेर देखाउने छु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, म चाहिँ यसले गरेँ अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यसले चाहिँ तपाईँको लगभग 83 भोल्ट अहिले चाहिँ एसी आउटपुट यहाँनिर चाहिँ यसले दिइरहेको छ। म चाहिँ तपाईँले यसको बल्ब फेरि लगाएर एकचोटि टेस्ट गराउने छु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, तपाईँले एकदम सावधानका साथ गर्नु होला। यसमा चाहिँ एसी भोल्टेज नै आइरहेको हुन्छ 200 वाटसम्मको चाहिँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, कति राम्रोसँग चाहिँ बोलिरहेको छ। यो एउटा एलइडी बल्ब हो। अनि म चाहिँ तपाईँले यसै गरी मसँग चाहिँ एउटा यहाँनिर सोल्डिङ आइरन छ जो तपाईँको 200 यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ 220 भोल्ट एसी 60 वाटको हो। यहाँनिर चाहिँ 50 देखि 60 हर्ज चाहिँ यसले बिजुली पावर तान्ने गर्छ। यसैलाई चाहिँ म तपाईँको यसमा लगाएर चाहिँ चेक गर्नेछु। यहाँनिर देख्न सक्नुहुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ यसमा चाहिँ लाइट बोलिरहेको छ। यहाँनिर चाहिँ यसले कति राम्रोसँग काम गरिरहेको छ। यहाँनिर चाहिँ म यसको बटन अफ गरिदिन्छु एकचोटि अनि बटन अफ गरेर चाहिँ हामीले यहाँनिर हेर्नेछौँ। यहाँनिर देख्न सक्नुहुन्छ यो बोलिरहेको छ अहिलेसम्म। म यसको बटन अफ गरिदिन्छु अनि फेरि यहाँनिर देख्न सक्नुहुन्छ यसले कति राम्रोसँग पावर तानिरहेको छ भनेर। फेरि अफ गर्ने, फेरि अन गरिदिन्छु। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यसले चाहिँ यति राम्रो पावर चाहिँ यहाँनिर लिइरहेको छ। तपाईँले भनेपछि यसबाट चाहिँ तपाईँले कम्प्युटरहरू पनि तपाईँले फ्यानहरू पनि चलाउन सक्नुहुनेछ। म तपाईँलाई फेरि यसको एकचोटि पावर टेस्टिङ गराइदिन्छु। यहाँनिर चाहिँ
यहाँनिर देख्न सक्नुहुन्छ। अहिले चाहिँ तपाईँको ब्याट्रीको पावर घटेको कारणले गर्दा चाहिँ अलिक कम भोल्टेज फालिरहेको छ। त्यही पनि एसी तपाईँको 80 भोल्टेजसम्म चाहिँ यसले यहाँनिर चाहिँ फालिरहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ। म यसको फ्यान अन गर्न साथ यसको भोल्टेज चाहिँ यहाँनिर घटबड हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ। मैले चाहिँ यसको फ्यान अन गरिदिएको छु। यहाँनिर चाहिँ तपाईँको 79 देखि 78 भोल्टमा चाहिँ यहाँनिर झरिरहेको छ। 77 भइसकेको छ। जब तपाईँको पावर ब्याट्रीको पावर चाहिँ यसले कन्ज्युम गर्दै जान्छ तब चाहिँ तपाईँको भोल्टेज चाहिँ यहाँनिर कम हुँदै जान्छ साथीहरू। अब भने साथीहरू तपाईँले चाहिँ यहाँनिर देखिसक्नु भएको छ हाम्रो एउटा घरमा तयार पारिएको छोटो मिनी इन्भर्टर चाहिँ कस्तो छ। तपाईँले कृपया यहाँ कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न चाहिँ नभुल्नु होला, ताकि हामीले घरमा बनाएको यस्तो कुनै तपाईँले काम लाग्ने चिजहरू चाहिँ तपाईँले आफ्नै घरमा पनि बनाउन सक्नुहुन्छ। यो भिडियोहरू हेरेर चाहिँ तपाईँले आफ्नै घरमा चाहिँ एउटा छोटो इन्भर्टर चाहिँ कसरी बनाउने त भनेर चाहिँ तपाईँले यस भिडियो मार्फत पनि सिक्न सक्नुहुनेछ। र योभन्दा अगाडि पनि मैले तपाईँलाई एउटा घरमै आफूले बिना किट प्रयोग नगरिकन चाहिँ इन्भर्टर किट प्रयोग बिना चाहिँ तपाईँले घरमै कम्प्युटरको पावर सप्लाईबाट कसरी चाहिँ तपाईँले एउटा छोटो 200 भोल्टेज 220 भोल्ट आउटपुट दिने एउटा कम्प्युटर पावर सप्लाईबाट 220 भोल्ट आउटपुट दिने इन्भर्टर बनाउने त भनेर चाहिँ मैले भिडियो लिएर आएको थिएँ। त्यो भिडियो कतिपयले हेर्नुभयो कतिपयले हेर्नु भएन थाहा भएन। तर म चाहिँ तपाईँले एउटा डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु त्यो भिडियोको, त्यसबाट गएर पनि तपाईँले हेर्न सक्नुहुनेछ कि तपाईँले कसरी इन्भर्टर बनाउने भनेर चाहिँ मैले त्यसबाट चाहिँ तपाईँले पुरै जानकारी दिइरहेको छु साथीहरू। अब भने यति नै साथीहरू, फेरि अर्को भिडियोमा मिल्ने बाचा गर्दै अहिलेलाई भने यो इन्भर्टर कसरी बनाउने त अनि कस्तो लाग्यो तपाईँले इन्भर्टर कृपया कमेन्ट बक्समा कमेन्ट छाडेर जानु होला भन्दै अहिलेलाई भने म पनि तपाईँहरूको माझ बिदा हुन चाहन्छु साथीहरू। फेरि अर्को भिडियोमा भेट हुनेछौँ। धन्यवाद।